आफ्नो देश लाने, तलका पुराना पत्ताहरूलाई कुहाएर कालो बनाएर निकोटिन बनाइदिएर हाम्रो थकान मेट्नेलाई थकानलाई ओझेलमा पार्नको लागि उसको व्यापार बढाउनको लागि पहिला कालो दियो रे क्या है, चियाको कथा है। पहिला कालो चिया दियो रे, अलिअलि खाए रे, त्यसपछि चिनी हालेर दियो रे, झन् धेरै बिक्री भयो रे। अझै दुध र मसला हालेर तपाईको खाना लगाइदिएपछि हरेक घरमा अहिले चिया नपाक्ने कसैको घर छ? छैन। चिया भनेको के रहेछ, स्लो पोइजन भनेर त सबैले बुझिसक्नु भयो नि हैन चिया भन्ने कुरा। तर हामीले जुन चिया खाने पर्ने हो त्यो हामी कहाँ आइपुग्दैन। त्यो त तपाईको 20,000 30,000 रुपैयाँ केजी पर्छ, त्यो उनीहरूले लान्छ, ठुला बडाले मात्रै खान्छ, हामी कहाँ आइपुग्दैन। त्यही भएर चिया खान कसले छोड्ने? म चिया चाहिँ बनाउन सिकाउँछु। कुन चिया खान छोड्न तयार हुनुहुन्छ? सबैजनाको हात उठाउनु त ल। एकचोटि ताली पनि बजाउनु आफ्नै लागि। ल म अहिले बिर्सिन्छु, यतिकैमा म तपाईहरुलाई चिया बनाउने एउटा टिप्स पनि दिन्छु। एउटा सिरुपाते जस्तो घाँस पाइन्छ लेमन ग्रास भन्ने। कसको बारीमा छ लेमन ग्रास? हो। अब साथीहरूलाई एक्सचेन्ज गर्ने लेमन ग्रासलाई सुकाएर टुक्राएर राख्ने अक्सिजनको लागि। त्यसपछि गुलाबको पत्ताहरू भगवानलाई चढाइसकेपछि निकालेर राख्ने हो। त्यसपछि तपाईहरुले अर्को हुन्छ पुदिना, तुलसी हो, सुकाएर राख्नुस्। छ भने सिजनमा हरियो चिया बनाउनु। गुलियो खानु मन लाग्छ, सुगर छैन, क्यान्सर छैन भने पहिला त्यसलाई उमाल्नुस्, त्यसमा अदुवा हाल्न सक्नुहुन्छ हैन। उमालेर ठ्याक्क चिया कपमा हाल्नुस्। त्यसपछि तपाईले त्यसमा कागती हालेर खान सक्नुहुन्छ। त्यसमा अलिकति त्यसको तापक्रम कम भयो भने मह हालेर खान सक्नुहुन्छ। त्यो चियाले तपाईको माइग्रेन ठीक गर्छ, तपाईको क्यान्सर ठीक गर्छ, तपाईको अल्सर ठीक गर्छ, तपाईको पिछा पोल्ने ठीक गर्छ, तपाईको अर्थराइटिस ठीक गर्छ, तपाईलाई मिठो निद्रा लगाउँछ, तपाईको आयु लम्बाउँछ। अब त्यो कुहिएको चिया खाने कि यो चिया बनाएर खाने? हो, आफै बनाउनु। खर्च छ त यहाँ? छैन हैन। अब अर्को एउटा चिया हुन्छ है, ज्वानो, मेथी, जीरा, सोप, मोगरेलालाई बोइल गर्ने हो। थोरै हाल्ने। तपाईहरुको 3 जना 4 जनाको परिवार हुनुहुन्छ भने 1 चम्मच हाल्नुस्। किनभने औषधिलाई खाँदाखेरि एकजनालाई गाह्रो भएको छ, रुगा खोकी लागेको छ भने 1 चम्मच पुरै हाल्दिनु। 1 जनाको लागि होइन, सबै खानी हो, चियाको रूपमा खानी हो भने 4-5 जनाको लागि 1 चम्मच चिया जस्तै गरेर त्यसलाई उमाल्नुस्, त्यसलाई निकाल्नुस्। अनि निकालिसकेपछि तपाईले कागतीको रस हाल्न सक्नुहुन्छ। अब तपाईहरुलाई प्रेसरको समस्या छैन भने बिरे नुन हालेर खानुहुन्छ, सिधे नुन हालेर खानुहुन्छ। अर्को कुरा, अहिले थाइराइड भएदेखि हामीहरूले जुन खाने नुन छ आयोडिन नुन, त्यो मापदण्डभन्दा बाहिर छ। आजैदेखि बेलुकैदेखि तपाईहरुले गएर सिधे नुनको प्रयोग गर्न सिक्नुस् हो। खाना बन्छ भने हप्तामा 1 चोटि 2 चोटि आयोडिन नुन खाने, नत्र सिधे नुन र बिरे नुन खाने है। यिनीहरूलाई अंग्रेजहरूले हिमालयन सल्ट क्या प्राउडली भन्छ। हामी त हिमालयन सल्ट खान्छौँ भनेर हो, त्यो चाहिँ रक सल्ट हो क्या, त्यो प्राकृतिक सल्ट हो। त्यही भएर त्यसमा केही पनि छैन, प्राकृतिक गुण मात्रै छ। त्यही भएर हामीले चाहिँ त्यो नुनको पनि चेन्ज गर्नु होला भान्सा सुधार्नु है। त्यसपछि हामीले घरमा साथीभाइको देखेर र साथीभाइलाई देखाउन अनेस्टली है, छातीमा हात राखेर भन्नु, ननस्टिक भाँडाको कसले किन्नु भएको छ? ननस्टिक भाँडा सबैका छ, तपाईहरु झुट बोलिरहनु भएको छ। एउटा न एउटा चीज छ। अहिले त प्रेस्टिजको कुकर आयो हो, 10,000 15,000 मर्ने, साथीहरूलाई देखाउन नि किन्नै पर्यो हो। त्यही भएर ननस्टिकको भाँडा किन्न छोडाउ। किनेको छ अब पनि रातिमा लगेर बगाइदिने। सकिन्छ माटाको भाँडा किन्नु, सकिन्न
चाहिँ प्रयोग नगर्नुहोस्। यदि तपाईको घरमा धेरैजना ग्यास्ट्रिकको समस्या छ, सबैजनालाई खाना राम्रो रुच्दैन, गाह्रो अनइजी फिल भइरहन्छ भने तपाईको भाँडा मात्रै चेन्ज गरेर हेर्नुहोस् त 1 महिनासम्म। हो, एल्युमिनियमको भाँडामा चिया पकाउनै छोड्नुहोस् त। चिया भन्ने यस्तो चिज हो, मुद्दा बित्तिकै नि चाहिन्छ, साथीभाइ आए नि चाहियो, निद्रा नलाए नि चाहियो, रमाइलो भए नि चाहियो, टिभी हेर्नु छ भने चाहियो, फिल्म हेर्नु छ भने चाहियो क्या चिया। अब हामी केमा उमाल्छौँ? त्यही एल्युमिनियमको दिउरीमा हो। त्यहाँबाट जति तात्तिँदै जान्छ त्यति त्यसले केमिकल छोड्दै जान्छ। हो, हेभी मेटल भन्ने केमिकल हुन्छ, हेभी मेटल जुन हाम्रो शरीरले पचाएर बाहिर फाल्नै सक्दैन, लगेर एउटा कुनामा बिस्तारै डिपोजिट गरिदिन्छ। हो, तपाईले अलिक बाहिरतिर जानुभयो, नेपालभन्दा बाहिर जानुभयो, त्यस्तै विज्ञहरूलाई देखाउनु भयो भने तपाईको शरीरमा गाँठागुठी छ भने के भनिन्छ? हेभी ड्रग्स डिपोजिट, हेभी मेटल डिपोजिट भनिन्छ क्या पेनहरूलाई भएको भएर। हामी